नमस्कार साथीहरू। मिठास भन्न साथ हजुरहरूको मनमा के आउँछ? मिठास भन्न साथ गुलियो, रसिलो र मिठासपूर्णको नाम हो उखु। उखु हाम्रो दैनिक जीवनदेखि कृषि अर्थशास्त्रसम्मको ठूलो आधार हो। आज हामी तपाईहरूलाई यही उखुको मिठास यात्रामा अगाडि बढ्ने लिएर जानेछौँ। कालदेखि र वैज्ञानिकको अनुसन्धान अनुसार उखुको उत्पत्ति पापुवा न्युगिनी भन्ने ठाउँबाट भएको मानिन्छ र भारतलाई उखुको दोस्रो घर पनि भनिन्छ। भारतलाई उखुको दोस्रो घर भन्नुको कारण भारतमा उखुको उत्पादन र रोपाई सबैभन्दा बढी हुने गर्दछ। माटो उखुको लागि निकै नै महत्त्वपूर्ण वस्तु हो। माटो बिना उखुको उत्पत्ति हामीले कल्पना पनि गर्न सक्दैनौँ। 6 देखि 7.5 सम्मको माटो उखुको लागि निकै नै राम्रो मानिन्छ। उखुमा गहिरो, पानी नजम्ने, पानीको राम्रो तटबन्धन भएको र बलौटे माटो भयो भने उखुको उत्पादन निकै नै उच्च हुने गर्दछ। माटो जम्ने अवस्था भएमा रोग, किरा, फट्याङ्ग्राहरूको आक्रमण भई उखु बाली नष्ट हुनेछ। अब हामी लागौं हावापानी र तापक्रमतर्फ। कालदेखिलाई तापक्रम निकै नै उच्च चाहिन्छ। यो उष्ण र उपोष्ण कटिबन्धीय बाली हो। अंकुरणको बेला अर्थात् जर्मिनेसनको बेला उखुलाई 25 देखि 32 डिग्री सेल्सियस सम्मको तापक्रम चाहिन्छ भने ग्रोथ अथवा बढ्ने हुर्किने बेला यसलाई 25 देखि 35 डिग्री सेल्सियस सम्मको तापक्रम चाहिन्छ। यदि तापक्रम 20 डिग्री सेल्सियस भन्दा कम भएमा उखुको उत्पत्तिमा निकै नै ठूलो हानि पाइन्छ। अब हामी कुरा गरौं उखुलाई लगाइने समय। नेपालमा उखु हामीले दुई सिजनमा लगाइन्छ। एउटा बसन्ते उखु, एउटा हिउँदे उखु। हिउँदे उखु हामीले कार्तिक असोजमा लगाइन्छ भने बसन्ते उखु हामीले वैशाख जेठमा लगाइन्छ। कार्तिक असोजमा लगाइएको उखु भने उखुको उत्पादन भने निकै नै उच्च भएको हामीले पाउन सकिन्छ। अब हामी गरौँ विशेषतः प्रजातिहरूको कुरा। प्रजातिहरू विशेषतः प्रारम्भिक बढ्ने, मध्यम बढ्ने र ढिलो बढ्ने प्रजातिहरू हुन्छन्। प्रारम्भिक बढ्ने प्रजातिहरू छिटै उत्पादन दिने र यसले चिनी उत्पादन गर्ने क्षमता यसको बढी हुन्छ। मध्यम बढ्ने प्रजातिहरू अलि ठिकै समयमा बढ्ने र यसमा चिनी र गुण दुवै दिने उत्पादन दिने क्षमता भएको हुन्छ। र ढिलो बढ्ने प्रजातिहरूमा भने गुण र खजुरी निकाल्न भने हामीले उत्पादन लिन सकिन्छ। र नेपालमा निकै चर्चित प्रजातिहरू हुन् को 037, को 050। र अब चाहिँ हामी प्लान्टिङ मेटेरियल्स अफ सुगर क्यानको बारेमा भन्नेछौँ। र प्लान्टिङ मेटेरियल्समा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामीले सिड युज नगरिकन कि हामीले त्यसको भेजिटेटिभ पार्ट्स युज गरेर चाहिँ हामीले सुगर क्यानलाई प्लान्ट गरिन्छ। र भेजिटेटिभ पार्ट्समा पनि हामीले सुगर क्यानको मेन स्टिम जसलाई चाहिँ हामीले केन भनिन्छ त्यो चाहिँ युज गरेर चाहिँ हामीले सुगर क्यान लगाउने गर्छौँ। र सुगर क्यानको प्लान्टिङ मेटेरियल्सको डिफ्रेन्ट टाइप्सहरू छन् जसमध्ये चाहिँ कुन पर्छ भन्ने हुन्छ एउटा, अर्को रेम क्यान, अर्को गोर्मेडाइजर्स र अर्को भनेको बर्ड चिप्स भन्ने हुन्छ। केन सेट्समा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ जुन केनको सेट हुन्छ त्यसको माथिको टप 1/3 पोर्सन चाहिँ हामीले लिन्छ जसमा चाहिँ 2 देखि 3 वटा बर्ड सेट एटलिस्ट भएको चाहिँ हामीले त्यो सेट चाहिँ लिएर चाहिँ हामीले त्यसलाई एज अ प्लान्टिङ मेटेरियल्सको रूपमा चाहिँ हामीले मेन फिल्डमा लगाइन्छ। र अर्को भनेको चाहिँ बर्ड चिप्स। जब चाहिँ हाम्रो प्लान्ट चाहिँ 7 देखि 8 महिनाको हुन्छ त्यति बेलामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हाम्रो तलपट्टि आएको जति पनि बर्ड्सहरू हुन्छ 10 देखि 12 वटा त्यसलाई चाहिँ हामीले बर्ड चिपरको सहायताले हामीले त्यसलाई निकालेर चाहिँ हामीले त्यसलाई प्लास्टिक ट्रेमा नर्सरीमा राख्न सकिन्छ। अनि त्यसपछि हामीले मेन फिल्डमा लगाइन्छ। र अर्को भनेको चाहिँ गोर्मेडाइजर्समा कस्तो हुन्छ भने हाम्रो एउटा मेन केन हुन्छ र तलपट्टि जति पनि ल्याटरल सुट्सहरू आएको हुन्छ त्यसलाई हामीले वाटर सुट्स पनि भनिन्छ। र त्यो चाहिँ हामीले एज अ प्लान्टिङ मेटेरियल्सको रूपमा चाहिँ युज गर्छ। र अर्को भनेको चाहिँ ऱ्याङ्गन भनेको कस्तो हुन्छ भने जतिखेर चाहिँ हाम्रो प्लान्ट चाहिँ 8 देखि 9 महिनाको हुन्छ त्यतिखेर चाहिँ हामीले चाहिँ त्यो क्यानको चाहिँ माथिको टप पोर्सन चाहिँ काटिदिन्छौँ। काटिदिइसकेपछि कस्तो हुन्छ भन्दाखेरि तलपट्टिको बर्डहरू जुन हुन्छ त्यहाँबाट चाहिँ सुट्सहरू निस्किन्छ र त्यो सुट्सहरूलाई चाहिँ हामीले कट गरेर चाहिँ हामीले त्यसलाई चाहिँ भर्टिकल्ली हामीले प्लान्ट फिल्डमा चाहिँ लगाउन सकिन्छ। अब भने म चाहिँ सुगर क्यानको प्लान्टिङ मेथडको बारेमा भन्छु। त्यसमा चाहिँ फ्ल्याट बेड मेथड जुन चाहिँ जहाँ पानी कम पर्छ हो त्यो ठाउँमा चाहिँ हामीले यो मेथड युज गर्छौँ। यसको लागि चाहिँ हामीले 8 to 10 सेन्टिमिटर खनेर चाहिँ हामीले इन्टु इन्ड सेटहरू राख्छौँ त्यसमा। अनि त्यसपछि चाहिँ फरो मेथडमा हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ फ्ल्याट बेड भन्दा चाहिँ अलिकति धेरै डेप्थमा खाल्टो खन्छौँ। त्यस्तै 15 to 20 सेन्टिमिटर खन्छौँ। यसमा पनि एन्ड टु एन्ड नै राख्छौँ हामीले सेट्सहरू। अनि
यसमा चाहिँ हामीले के गर्छौँ फ्ल्याटको भन्दा एक्स्ट्रा भन्दाखेरि चाहिँ हामीले चाहिँ यसमा चाहिँ पहिला नै हामीले चाहिँ अलिकति भेसल डोजमा फर्टिलाइजर हाल्छौँ, त्यसपछि चाहिँ हामीले सोइलले कभर गर्छौँ अनि सोइलले कभर गरेपछि इमिडिएटली इरिगेसन दिन्छौँ। त्यस्तै गरेर चाहिँ रिच फरो मेथड हामीले चाहिँ भी सेपमा खनेर चाहिँ गर्छौँ। यसको लागि चाहिँ अलिकति धेरै डेप्थमा खन्छौँ। यो मेथड चाहिँ जुन ठाउँमा मोडरेट रेनफल हुन्छ त्यो ठाउँमा चाहिँ हामीले यो मेथड युज गर्छौँ। यसमा चाहिँ हामीले चाहिँ यदि स्टक चाहिँ गुड कन्डिसनमा छ भने चाहिँ हामीले एन्ड टु एन्ड सेट्सहरू प्लेस गर्छौँ भने, यदि स्टकहरू गुड कन्डिसनमा छैनन् भने चाहिँ हामीले I2I प्लेस गर्छौँ। यसमा पनि हामीले बेसल डोजमा फर्टिलाइजरहरू हाल्छौँ, त्यसरी नै सोइलले कभर गर्छौँ। अब ट्रेन्च मेथड र डिप ट्रेन्च मेथड यस्तो कन्डिसनमा हामीले युज गर्छौँ कि जहाँ चाहिँ टल वाला सुगर क्यानहरू हुन्छन् अनि त्यहाँ चाहिँ हावाहरू चाहिँ धेरै आइरहेको हुन्छ अनि जसले गर्दा लजिङ प्रब्लमहरू हुन्छ। त्यो कन्डिसनमा चाहिँ हामीले चाहिँ यो ट्रेन्च मेथड गर्छौँ। यो ट्रेन्च मेथडमा चाहिँ अलिकति यु सेपमै गर्छौँ तर अलिकति धेरै डेप्थमा चाहिँ खनेर चाहिँ हामीले यो मेथड गर्छौँ। त्यस्तै गरेर डिप ट्रेन्च मेथड चाहिँ कस्तो कन्डिसनमा गर्छौँ भन्दाखेरि चाहिँ जहाँ इनिसियल कन्डिसनमा ड्राफ्ट छ तर लेटर कन्डिसनमा चाहिँ वाटरला कन्डिसन छ, हो त्यो ठाउँमा चाहिँ हामीले डिप ट्रेन्च मेथड युज गर्छौँ। त्यस्तै गरेर चाहिँ रिङ पिट मेथड, यो मेथड चाहिँ जहाँ हामीले चाहिँ ऱ्याटन लगाउने प्लानिङमा छौँ, हो त्यो ठाउँमा चाहिँ सुटेबल हुन्छ। अब त्यो ठाउँमा चाहिँ रिङ पिट मेथडमा चाहिँ के गर्छौँ त भन्दाखेरि चाहिँ हामीले मदर प्लान्ट राम्रोसँग ग्रो हुन दिन्छौँ र त्यसमा चाहिँ टिलरिङ आउन दिँदैनौँ, सप्रेस गरिदिन्छौँ। टिलरिङ आउन दिएपछि चाहिँ इनिसियल कम्पिटिसन कम गराउनको लागि हामीले त्यस्तो गर्छौँ। अब यो कन्डिसन चाहिँ जहाँ सलाइन्सोडिक कन्डिसन छ, लाइट सोइल छ, हो त्यो कन्डिसनमा पनि हामीले यो रिङ पिट मेथड युज गर्छौँ। त्यस्तै गरेर चाहिँ IISR मेथड भनेको चाहिँ यो इन्डियाबाट आएको मेथड हो, जहाँ चाहिँ इन्डियन इन्स्टिट्युसन अफ रिसर्च सुगर क्यान रिसर्च सेन्टरले चाहिँ यो मेथड लिएर आएको। यसमा चाहिँ हामीले रेगन लगाउँछौँ, ट्रेन्च खन्छौँ अनि हामीले चाहिँ भर्टिकल्ली चाहिँ हामीले सेट्सहरू प्लेस गर्छौँ अनि त्यसपछि माटोले पुरेर चाहिँ सोइलले प्रेस गर्छौँ। हो यो मेथड चाहिँ अलि राम्रो मेथड भनेर चाहिँ फेमस छ। त्यस्तै गरेर चाहिँ स्पेस ट्रान्सप्लान्टिङ मेथड, यो मेथडमा चाहिँ इनिसियल कस्टहरू कम लाग्छ। इन्टरकल्चर अपडेसन यो भनेको बाली रोपेदेखि काटुन्जेलसम्म गर्ने स्याहार सुसार हो। यस अन्तर्गत विड म्यानेजमेन्ट, ग्याप फिलिङ, अर्थिङ अप, ट्र्यास मल्चिङ, डिट्र्यासिङ र प्रोपिङ पर्छन्। अब सुरुमा कुरा गरौँ विड म्यानेजमेन्ट चाहिँ हामीले कति बेला गर्नुपर्छ भने जब हामीले रोपिसकेका हुन्छ भने त्यो स्लोली ग्रोथ हुन्छ। स्लोली ग्रोथ भयो भने विड्सहरू चाँडै उम्रिन्छ र त्यो छोप्न सकिन्छ। त्यसैले विड म्यानेजमेन्ट गर्नु पर्यो। अनि यसमा चाहिँ हामीले सुरुमा म्यानुअली हातले गर्ने हो अनि कुटो कोदालोले गर्न सकिन्छन्। त्यसपछि चाहिँ हामीले हर्बिसाइड पनि हाल्न सक्छौँ, त्यो एउटा केमिकल मेथड भयो। अर्को रहेको छ ग्याप फिलिङ। यो हामीले किन गर्नु पर्यो भने चाहिँ खाली रहेको जग्गामा चाहिँ अब यतिकै रह्यो भने प्रोडक्सनमा कम आउँछ, त्यसैले चाहिँ ग्याप फिलिङ गर्नुपर्छ। यो चाहिँ 20 देखि 30 दिनको भइसकेपछि चाहिँ गर्नुपर्छ। अर्को रहेको छ अर्थिङ अप। यो अर्थिङ अप भनेको माटो उक्किएर लाउने काम हो। यो 2 देखि 3 चोटि गर्नुपर्छ। पहिलो चाहिँ अर्थिङ अप 45 दिनमा गर्नुपर्छ रोपिसकेपछि, अनि के अरे 120 दिन पछि गर्नुपर्छ, अनि तेस्रो चाहिँ 180 दिन पछि गर्नुपर्छ। ट्र्यास मल्च, यो भनेको जुन त्यही बोटमै भएको जुन अनवान्टेड लिप्सहरू हुन्छ त्यसलाई चाहिँ क्लियर गरेर अनि त्यसको जारामा हालिदिनुपर्छ ताकि घाँसहरू नआओस् भनेर चाहिँ हाल्नुपर्छ र यसमा चाहिँ मोइस्चर पनि मेन्टेन हुन्छ फिल्डमा। डिट्र्यासिङ, यो चाहिँ अनवान्टेड लिप्सहरू हुन्छन् त्यो चाहिँ हटाउनुपर्छ। घामको प्रकाशहरू चाहिँ मजाले छिर्छ। रहेको छ प्रोपिङ भनेको यो चाहिँ एक आपसमा त्यसको लिप्सले बाँधेर राख्नु पर्यो। यो किन गर्नु पर्यो भने जब हावाहुरी आउँछ भने लडाउन सकिन्छ, त्यसैले चाहिँ यो प्रोपिङ गर्नुपर्छ। अब हामी कुरा गरौँ सुगर क्यानमा ऱ्याटोनिङ प्र्याक्टिसको होइन। सबभन्दा पहिला बुझौँ ऱ्याटोनिङ भनेको के हो इन सुगर क्यान। ऱ्याटोनिङ भनेको जुन हाम्रो मेन सुगर क्यान स्टेबल सुगर क्यान हुन्छ नि त, त्यसलाई हार्भेस्ट गरिसकेपछि त्यहाँबाट फ्रेस सुगर क्यान कसरी प्रोडक्सन गर्ने विदाउट युजिङ सिड्स होइन। सिड्सको युज नगरिकन स्टेबल सुगर क्यानबाट नयाँ सुगर क्यान फ्रेस सुगर क्यान कसरी प्रड्युस गर्नेलाई के भन्छ भन्दाखेरि ऱ्याटोनिङ प्र्याक्टिसेस। अब हामी यसको एडभान्टेजको बारेमा जानौँ। यसको एडभान्टेजको कुरा गर्ने भन्दाखेरि यसले सबभन्दा
पहिला के गर्छ भन्दाखेरि यसको इल्ड चाहिँ एकदम इल्ड थोरै भयो नि यसको मेच्युरिटी पिरियड कम हुन्छ र त्यसले गर्दा फार्मरलाई डाइरेक्टली इफेक्ट पार्ने गर्छ होइन। अनि त्यसपछि यसले हाम्रो कोस्ट अफ मेन एडभान्टेज भनेको यो कोस्ट अफ कल्टिभेसन यसले हाम्रो प्रोडक्सनमा कम गराउँछ होइन। अब कोस्ट अफ कल्टिभेसन कसरी कम गराउँछ भन्दाखेरि अब जुन हाम्रो सुगर क्यानको प्रोडक्सन के हुन्छ नि त प्रोडक्सनमा मेन कोस्ट लाग्ने भनेकै हाम्रो जुन सिड्स हुन्छ नि त त्यसले कभर गरेको हुन्छ 20 to 30%। अब जुन हाम्रो सिड्सै युज नगरिकन प्रोड्युस गर्यो भने त्यहाँ हाम्रो 20 to 30% सेभ गर्छ अनि त्यही भएर कोस्ट अफ कल्टिभेसन यसले कम गरेको हुन्छ। अनि अब यसको कुरा डिसएडभान्टेजको कुरा गर्ने हो भन्दाखेरि यसको मेन डिसएडभान्टेज भनेको इल्ड कम गराउँछ होइन। अब इल्ड कम गराउने भन्ने बित्तिकै जहिले नै इल्ड कम गराएको हुँदैन किनभने अब रेटनिङको इल्ड मेनली डिपेन्ड भनेको हामीले जुन आफ्नो इन्टरकल्चरल प्र्याक्टिसहरू हुन्छ नि त त्यो कतिको हामीले राम्रोसँग गरेका छौँ र हामीले कुन स्पेसिस कुन भराइटी चाहिँ चुज गरेका छौँ रेटनिङको लागि त्यसमाथि भर पर्छ। अर्को चाहिँ डिसएडभान्टेज भन्दाखेरि हामीले यसमा धेरै त म्यानुअल फर्टिलाइजरहरू युज गर्नुपर्ने हुन्छ धेरै किन भन्दाखेरि जुन हाम्रो मेन स्टेबल सुगर क्यान हुन्छ नि त त्यसले पहिले एब्जर्भ गरिसकेको हुन्छ। अब त्यसले गर्दा जुन हाम्रो रेटन सुगर क्यानको लागि त्यति फिल्डमा हुँदैन त्यो फर्टिलाइजर र म्यानुअल। साथीहरू अब हामी सुगर केनमा मल खाद व्यवस्थापन कसरी गरिन्छ यो दुई तरिकाले गरिन्छ। नर्मल क्रपिङमा छुट्टै गरिन्छ भने रेटन क्रपिङमा छुट्टै गरिन्छ। यो नर्मल क्रपिङमा एनपीके को डोज 150, 50, 60 हुन्छ भने रेटन क्रपिङको एनपीके डोज 200, 50, 60 हुन्छ। यो अब नर्मल क्रपिङमा के हुन्छ भने हामी पहिला बेसल डोजमा 1/3 नाइट्रोजन हाल्छौँ र पोटासियम र फस्फोरस फुल हाल्छौँ। अनि त्यसपछि रेटन क्रपिङमा के गर्छौँ भने हामीले आधी नाइट्रोजन हाल्छौँ अनि फुल पोटासियम र फस्फोरस फुल हाल्छौँ। रेटन क्रपिङमा नाइट्रोजन हामीलाई धेरै नै बढी चाहिन्छ, अलि बढी चाहिन्छ त्यो नर्मल क्रपिङ भन्दा किनभने यो यहाँ अलरेडी रुट डेभलप भइसकेको हुन्छ यो रेटनहरूको अनि त्यही अब क्यानको ग्रोथ हुनलाई मात्र हामीलाई नाइट्रोजन धेरै हाल्नुपर्ने हुन्छ। अनि के गर्छौँ हामी रेटन क्रपिङमा एक्स्ट्रा ग्यापलिङ पनि गर्छौँ, ट्रेस मल्चिङ पनि गर्छौँ र नर्मल क्रपिङमा हामी यतिकै बेसल डोजमा हाल्छौँ फर्टिलाइजर अनि त्यसपछि 1/3 नाइट्रोजन अनि फुल पोटासियम र फस्फोरस हाल्छौँ रेट गर्छौँ। अब कल्टिभेसनको बारेमा थाहा पाइसकेपछि थोरै यसको हार्भेस्टिङको बारेमा कुरा गरौँ। अब हामीलाई थाहा छ कि सुगर केन चाहिँ एउटा इम्पोर्टेन्ट क्यास क्रप हो जुन चाहिँ ट्रोपिकल र सब ट्रोपिकल रिजनमा ग्रो गरिन्छ अनि यसको चाहिँ राम्रोसँग हार्भेस्टिङ गर्नु चाहिँ नेसेसरी छ फर यसको गुड इल्ड र यसको राम्रो सुगर क्वालिटी प्रोडक्सनको लागि। कसरी गरिन्छ हार्भेस्टिङ चाहिँ युजली 10 देखि 18 महिनामा गरिन्छ डिपेन्डिङ अन इट्स भेराइटी र यसको म्याचुरिटी इन्डिसेसहरू भनेको चाहिँ एउटा छ लिप्सहरू चाहिँ ड्राई र एलोइङ हुनु, अर्को भनेको छ केन्सहरू चाहिँ हार्ड र जुसी हुनु र यसमा चाहिँ सुगर कन्टेन्ट चाहिँ म्याक्सिमम हुनु। अब मेथडहरू कुन हो त हार्भेस्टिङ गर्ने नर्मली युज गर्ने भनेको चाहिँ दुईटा मेथड छ, एउटा म्यानुअल मेथड छ अर्को छ मेकानिकल मेथड। म्यानुअल मेथडमा चाहिँ छ सिकलको युज गर्नु। कसरी गर्ने त सिकलको युज भनेको फर्स्ट चाहिँ जुन ड्राई लिप्सहरू हुन्छ त्यसलाई चाहिँ कट गर्ने, त्यसपछि टपको जुन इम्याच्योर पोर्सन हुन्छ त्यसलाई पनि रिमुभ गराउने, त्यो रिमुभ गराइसकेपछि चाहिँ केललाई चाहिँ सक्दो सोइलको नजिकबाट चाहिँ त्यसलाई चाहिँ कट गराउने लिभिङ अ रोटन क्रप होइन। त्यसपछि अर्को छ मेकानिकल मेथडमा चाहिँ हार्भेस्टर युज गर्ने। हार्भेस्टर चाहिँ नर्मली स्मल फिल्डको लागि गरिँदैन, जब चाहिँ कल्टिभेसन चाहिँ युजमा गरिन्छ अथवा लार्ज फिल्डमा गरिन्छ जब चाहिँ हार्भेस्टरको युज गरिन्छ फर इजी वर्कको लागि।